हेलो साथीहरू, आज नमस्ते। आज चाहिँ हामी माई खोला आएको छौँ। यो माई खोलाको पुल देख्न सक्नुहुन्छ, एकदमै लामो छ। यहाँ चाहिँ भर्खरै मात्र 2 दिन अगाडि यहाँनिर चाहिँ माई मेला लागेको थियो। यो माई मेला लागेको दृश्य यस्तो हुँदाहुँदै पनि आज चाहिँ हाम्रो छिमेकमा एकजना दिदी बित्नु भएको हुँदाखेरि हामी मलामी आएको थियौँ। हाम्रो बेडाई क्याम्पबाट मलामी हेर्ने धेरैजना आउनु भएको छ। यहाँनिर दृश्य देख्न सक्नुहुनेछ। र यहाँ आफ्नो आफ्नो रीतिरिवाजबाट लामाहरूबाट आफ्नो आफ्नो परम्परागत उहाँहरूको यहाँ हुँदैछ। अनि यहाँ चाहिँ मेरो साथीहरू चाहिँ एकदम बिन्दास गफ गरिरहेको छन्, देख्न सक्नुहुन्छ। हाम्रो अङ्कल पनि हामीसँग आज आउनु भएको छ। हेलो अङ्कल। हेलो जङ्गी दाई। उहाँ चाहिँ हाम्रो एकदमै पुरानो अङ्कल हुनुहुन्छ, हाम्रो गाउँको बुढीमा पर्नुहुन्छ भन्नु खोजेको मैले। र हाम्रो यहाँ योङ दाई हुनुहुन्छ, उहाँ एक्टर पनि हुनुहुन्छ, दयाङ जस्तो हुनुहुन्छ। कति खुसी हुनुहुन्छ दयाङ भन्दा। तर दयाङ चाहिँ जङ्गे दाई जस्तो भएर दयाङ भएको कि। अनि हाम्रो भाइ छ, हाम्रो सञ्जित भाइ। हेलो, के छ खबर भाइ? मेरो एकदम ठिक छ। वीरेन दाई उहाँ चाहिँ हाम्रो वरिष्ठ दाई हुनुहुन्छ। हेलो, के छ खबर दाजु? आज हामी कहाँ आएको छौँ? कसको के भएको भनिदिनु न यसो। तुलसी माया गुरुङ चाहिँ हाम्रो पूर्ण सिंह गुरुङज्यूको चाहिँ घरमा बसोबास गरिरहनु भएको। उहाँको भाउजू तुलसी माया गुरुङको चाहिँ हिजो साँझ असमय निधन भएको थियो होइन। त्यसैको लागि चाहिँ हामीले आज माईमा आएको छौँ। कन्टेनमा हामी सबै एसएमसी लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व गरेर विभिन्न क्षेत्रमा कार्यरत जनसमुदायहरू छरछिमेकीहरू सबै आउनु भएको छ। र यसरी नै आउनुपर्छ सबैजना। मर्दाको मलामी होइन, जिउँदाको जन्ती हाम्रो जनसङ्ख्या पनि घटिरहेको छ अहिले क्याम्पमा। सो एकले अर्कालाई साथ दियौँ यसरी घटेको महसुस हुँदैन। दाजुको सन्देश चाहिँ मलाई साह्रै मन पर्यो। हामी सबै एक थुकी सुकी 100 थुकी नदी भने जस्तो हामीले एकले अर्कालाई पर्दाखेरि यसरी नै सहयोग गर्ने हो भने हामी पनि सफल हुन्छौँ जस्तो लाग्छ जुनै कुरामा पनि। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ मलामीमा कोही दुश्मन को मित्र छैन। यहाँ सबै बराबरी, सबैजना हामी आएको छौँ। यहाँ विभिन्न जाति धर्म नभनी सबैजना आएको छौँ। यसरी नै हामी चल्नुपर्छ। र तपाईँ यता नेपालमा जन्मेको कि भुटानमा जन्मिनु भयो? आसाममा? यो अलिअलि कहानी तपाईँलाई थाहा छ? हाम्रो यो भुटानी शरणार्थीहरू पहिले यहाँ ल्याएको अरे नि। हाम्रो दाजुलाई चाहिँ म केही कुरा सोध्नु र मलाई यो बुझ्नु मन परेको हुँदाखेरि दाजुलाई हाम्रो भुटानबाट आउँदाखेरि हामीले शरण यहाँ नेपाल सरकारले चाहिँ हामीलाई यहाँ दिएको भन्ने कुरा अलिकति क्लियर गरिदिनुहुन्छ कि भन्ने नि। यो विशेष गरी माई खोलाको चाहिँ मैले नाटक खेलिरहँदाखेरि चाहिँ मैले आफै त भोगेको होइन, तर बाजे बोजूबाट आमा बुवाबाट सुन्दा चाहिँ यहाँ पहिलो शरण दिएको अरे यहाँ माईमा। यो साइडको र पल्लो साइडमा चाहिँ एकदमै भएको अरे। अनि माई खोलाको चाहिँ एउटा दुःखलाग्दो घटना चाहिँ अब यहाँको पानी हावा हुँदाखेरि होइन, हावाले अनि अब भुटानदेखि आएको त्यो नमिलेर पनि होला धेरै बालबालिका चाहिँ देशन हुन्छ नि, सेरौटीहरू लागेर मर्नुभएको अरे। अनि कतिजना चाहिँ अब नानीहरू चाहिँ बल्लमा पुरेको कुराहरू गर्नुभएको थियो। अनि प्लस हावाहुरी आउँदाखेरि तिर्पल पक्रिएर बसेको अरे भन्ने कुरो चाहिँ मैले त्यो बाजे बोजूलाई सोद्धाखेरि, नाटक खेल्नुको लागि सोद्धाखेरि उहाँहरूले त्यो कुरो गर्दाखेरि मलाई आँसु आएको थियो। साँच्चै नै त्यो त हामीले अब मैले चाहिँ भोगेको छुइनँ, तर उहाँहरू भोग्नेलाई चाहिँ एकदम दर्दनाक कुरोहरू हो। अनि माईमा चाहिँ पहिला चाहिँ टोक्रेमा चामल दिन्थ्यो अरे क्या। अनि माईमा विशेष गरी पहिलो हाम्रो संस्थाले चाहिँ हेरेको चाहिँ रेड क्रसले आएर सुरुमा हेरेको माईमा भन्ने छ। अनि माईमा यो सुरुङ्गातिर चाहिँ काम गर्नु जानुहुन्छ अरे आफ्नो पेट पाल्नको लागि, परिवारको लागि होइन। जति पनि अब छोरा मान्छेहरू छ, छोरी मान्छेहरू चाहिँ अनि आफ्नो नानीहरूलाई चाहिँ यसरी एकदम दुःख घटनाहरू भएको रहेछ भन्ने कुरो एकदम सिर्याउँथ्यो होइन।
होइन, त्यही माथि क्लाइमेट नमिलेको अनि तलदेखि ल्याएर चाहिँ होइन, यहाँदेखि तलदेखि ल्याएर अनि यहाँदेखि चाहिँ बसमा आयो भन्ने कुरोहरू छ होइन, त्यस्तो छ एकदम हाम्रो। तर जे भने हाम्रो मान्छेले पहिला भएको दुःखहरूलाई अझै पनि यथार्थ सम्झिरहनु भएको छ र उहाँहरूले विभिन्न ठाउँमा गएर विभिन्न क्षेत्रमा गएर होइन, विभिन्न भूभागमा गएर उहाँहरूले सहयोग गरिरहनु भएको छ। अब दुःख परे पनि आउँदो पिँढीहरू दुःख नपरोस् भन्ने उहाँहरूको एउटा मनसाय छ, त्यसले पनि सल्युट गर्नुपर्छ। र अब जीवनमा मान्छे भइसकेपछि हरेक दुःखहरू वेदनाहरू भोगे पनि अब स्ट्रङ हुनुपर्छ भन्ने कुरो चाहिँ हाम्रो भुटानी शरणार्थी तमाम बुवाआमा दाजुभाइ दिदीबहिनी उहाँहरूले चाहिँ एकदम हामीलाई त्यसमा मोटिभेसन दिइरहनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद।